हेलो एन्ड नमस्ते वेलकम टु फुटबल फ्यान्स नेपाल। नेपाली महिला फुटबल टिमले भोलि जुलाई 2 मा एएफसी एसियन कप 2026 को छनौट चरणको दोस्रो खेल खेल्दैछ श्रीलङ्का विरुद्ध। पहिलो खेलमा नेपालले लाओसलाई 9-0 ले हराउन सफल भएको थियो। ग्रुप एफ मा आयोजक उज्बेकिस्तानले श्रीलङ्कालाई 10-0 ले हराएको थियो। गोल डिफरेन्समा उज्बेकिस्तान अगाडि छ र ग्रुपको टपमा छ। भोलि हुने श्रीलङ्का विरुद्धको खेलबाट पनि नेपाली फुटबल टिमले जति सक्दो धेरै गोल निकाल्नु पर्ने हुन्छ र गोल डिफरेन्समा उज्बेकिस्तानलाई पछि पार्न सक्यो भने अन्तिम खेलमा उज्बेकिस्तानसँग ड्र मात्र गर्यो भने पनि नेपाल 2026 अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा छनौट हुनेछ। यदि भोलि ग्रुपको 2 खेलपछि पनि हामी गोल डिफरेन्समा उज्बेकिस्तानसँग पछि पर्यौं भने हामीले जुलाई 5 मा हुने उज्बेकिस्तान विरुद्धको खेल जित्नै पर्ने हुन्छ। एसियन कपमा छनौट हुनको लागि जित बाहेक अरू कुनै पनि रिजल्टले काम गर्ने छैन। भोलि हुने श्रीलङ्का विरुद्धको खेल पनि साँझ 6:15 बाट सुरु हुनेछ। खेलको लाइभ उज्बेकिस्तान एफए को युट्युब च्यानलमा आउनेछ। लिङ्क डिस्क्रिप्सनमा पनि राखिएको छ। त्यस्तै यो भइरहेको खेलहरू मात्र नभएर नेपाली फुटबल टिमले खेल्ने हरेक खेलहरूको लाइभ कसरी हेर्ने, लाइभ लिङ्कहरू थाहा पाउनको लागि चाहिँ गोर्खालीफुटबल.com को वेबसाइट भिजिट गर्न सक्नुहुनेछ। भोलि हुने खेलको कुरा गरौँ। नेपाल र श्रीलङ्काले अन्तिम पटक 9 महिना अगाडि साफ च्याम्पियनसिपमा एकअर्कासँग खेलेका थिए, जसमा नेपालले श्रीलङ्कालाई 6-0 ले हराउन सफल भएको थियो। साफ र साग गरेर हेड टु हेडमा नेपाल र श्रीलङ्काको अहिलेसम्म 7 खेल भएको छ, जसमा 7 वटै खेल नेपालले जितेको छ। नेपालले आजसम्म श्रीलङ्कासँग 1 गोल पनि खाएको छैन र 7 खेलबाट 25 गोल नेपालले गरेको छ। श्रीलङ्काको लास्ट 5 म्याचेसको कुरा गर्दा ए क्वालिफायर्समा उज्बेकिस्तानसँग 10-0 को हार, साउदीसँग 2-0 को हार, त्यस्तै 9 महिना अगाडि भएको साफमा नेपालसँग 6-0 को हार, भुटानसँग 4-1 को हार र मल्दिप्सलाई 1-0 ले हराएको थियो। लास्ट 5 खेलमा 4 हार 1 जित। लास्ट 10 वटा इन्टरनेसनल म्याचेसमा श्रीलङ्काको त्यही एउटा जित छ भने 9 खेल हारेको छ। 10 खेलबाट 41 गोल खाएको छ र जम्मा 3 गोल मात्रै गरेको छ। श्रीलङ्काको अहिलेको फिफा र्याङ्क 159 छ भने नेपालको 100 छ। श्रीलङ्काले एसियन कप, एसियन गेम्स केही पनि खेलेको छैन अहिलेसम्म। भोलि हुने खेलबाट नेपाली टिमले जति सक्दो धेरै गोल निकाल्नु पर्ने हुन्छ। खेल हेर्न नभुल्नु होला र फाइनल स्कोर के होला त कमेन्ट गर्न पनि नभुल्नु होला। एसियन कप क्वालिफायर्सको भिडियोहरू आउँदै गर्नेछ। यो भिडियोमा चाहिँ यति नै। किप लभिङ नेपाली फुटबल एन्ड थ्याङ्क्स फर वाचिङ फुटबल फ्यान्स नेपाल।